वेलकम गाइस टु माई न्यू ब्लग। आजको ब्लगमा चाहिँ हामी हाम्रो गाउँ वरिपरिको सबैजना हाम्रो टिम चाहिँ पिकनिक खान थाप्ले हिँडेको। यत्रो उकालो हिँड्दा हिँड्दै होइन रोजी लास्टै थकेर आएको। पुनी कथेर वहाँ पुगेर अनि मासु र भात हजुरहरू पनि आउनु, धेरै रमाइलो हुन्छ। गाइज हेर्नु कति घनघोर जङ्गल छ यहाँ। सहेत हामी चाहिँ थाप्ले पनि खोइ खुट्टा थाके क्यारे नियो। गाइज यहाँ चाहिँ पानी नभएर यहाँ यसरी जुगाडु अहिले लाएर खानुपर्छ। त्यही पनि आएन गाइज। थाप्ले क्रिकेट मैदान बन्ने भएपछि पानीको नि सुविधा गर्न पर्यो। हामी यहाँ आएन गाइज। हाम्रो जिन्दगी यस्तै छ, पानी बिनाको। गाइज हेर्नु थाप्ले ग्राउन्ड कति ठुलो देखिएको अहिले त। ओ माई गड, यहाँ चाहिँ अब छक्का चौका हजुरले केही समयपछि देख्न पाउने हुनेछ। सन्दीप लामी छानेले हानेको। गाइजहरू फाइनली चाहिँ हाम्रो चाहिँ ग्याङहरू आइसक्नु भयो। गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो रमाइलो भइरहेको छ होइन, एकदमै। फाइनली चिया खाने बेला पनि भयो। यहाँ हेर्नु सक्नुहुनेछ सबैले चिया खाँदै हुनुहुन्छ होइन। यस्तरी यो चिया हेर न, फोटो नै छ कि सबैलाई फेरि होइन, हेर्न सक्नुहुनेछ। हेर्न सक्नुहुन्छ यहाँ हाम्रो रमाइलो भइरहेछ। गाइज हेर्न सक्नुहुन्छ यहाँ उटपट्याङ डान्स भइरहेछ यहाँ हाम्री मम्मीहरूको होइन। यति रमाइलो गरिरहनु भएर नआएर टिकटक बनाउन हेर्नु यति मरु हत्ते छ कि मम्मीहरूलाई। हामी चाहिँ यहाँ चुपचाप बस्ने, यिनीहरूले हेर 100वटा टिकटक बनाइसक्यो होला नि गाई। हेर त्यहाँ आएर नै खाइयो त्यो कुरोहरू आनन्दले है मम्मी। त्यहाँ मोबाइलको अनुसारले हामीले चाहिँ यो थाप्ले मैदान क्रिकेट मैदानमा हाम्रो ग्रुप चाहिँ अब तातो आलु खेल्ने छ होइन। सबैहरू आउँदैछन्, हेर्न सक्नुहुनेछ। स्पिकर यहाँ छ। अब हाम्रो चाहिँ तातो आलु खेल्छ। हाम्रो चाहिँ रमाइलो छ गाइज होइन। हाम्रो फाइनली चटपट खाने टाइम आयो। चटपट बनाउँदै हुनुहुन्छ सबै भोजन होइन। गाइज हामीले चटपट खायौँ फाइनली। हल्का हल्का पिरो भयो होइन, खासै पिरो त भएन। अब यिनीहरूले फोहोर बनाए। अब फोहोर बनाएर हामी के गर्यौँ चेन्ज। अब हामीले चाहिँ पुरै सफा हेर्ने यो पुरै निट एन्ड क्लिन हेर्नु होला हजुरहरूले पनि। गाइज हेर्न सक्नुहुन्छ अहिले चाहिँ यहाँनिर यस्तो फोहोर छ। हामीले चाहिँ एकदम यसलाई चाहिँ सफा चैट बनाउँछौँ। त्यसपछि बिफोर हो कि आफ्टरको हेर्नु होला, आफ्टर बिफोर। चेन्ज मेकरसँग भएर आफै चाहिँ फोहोर खाएर यहाँ कस्तो नराम्रो चिज पनि खाने गाईहरू। यहाँ गाई अनावश्यकका कुराहरू खाएर यहाँ फाले खाने मान्छेहरू हामीले उठाउनु पर्छ कि चेन्ज मेकर्सको। यहाँ हाम्रो थाप्लेमा आन्टीलाई गीत लगाइसकेको छ। ओ माई गड, अब के गर्ने होला।
गाइजहरू यहाँ चाहिँ बबितालाई भजन लगाइसकेको छ। यहाँ चाहिँ डान्स गर्दैछन् अझै पनि। मेरो चाहिँ मलाई 4 सकेर 4 लाउँदै थिएँ। अब चाहिँ हामी यहाँ हिँडिन्छ गाइज। अब जाडो जाडो हुन ला होइन। हामी चाहिँ अब यो त्यसमा अब यो पुरै यो ग्राउन्ड होइन, एक ग्राउन्ड पुरै घुम्छौँ साइड साइडबाट। अनि त्यसपछि हामी पनि घर गइन्छ। ओके हेर्नु गाइज, तर मोबाइलमा क्लियर आएन, तर यो क्यामेरामा भन्दा रियल आँखाले धेरै राम्रो देखिन्छ होइन। जसै पनि हुन त आउन न आउनुहुन्छ यहाँ क्रिकेट खेल्नको लागि। गाइजहरू यहाँ हेर्नु, यस्तै पुरै माटो ढुङ्गो पुरै तल गह। यहाँ लोटियो भने त बाँच्ने आशा छैन। यहाँ चाहिँ हाम्रो घाँस काट्ने खरबारी वहाँनिर। हामी चाहिँ स्पिकर बोकेर हिँड्यौँ। अब चाहिँ सबै गछन् कहाँ यहाँ हो, त्यत्रो डढेर लाछन् गाइज हेर्नु त। डरे जाने पनि होला। अब सबै गइसकेछन्, हामी मात्रै भएछौँ रोजी। अब जान्छौँ हामी पनि। गाइज हामीलाई पुरेर बसेको थियो, अहिले त टाप कसेछन् हामीलाई छोडेर। हामी यहाँ एक्लै भयौँ, तल पुगिसक्यो गाइज। अब हामी यहाँ हिँड्छौँ, हामीले के एक्लै नै रमाइलो हुन्छ। हेर्नु यहाँ चाहिँ यहाँ बिदावादी हुँदै हुनुहुन्छ सबैजना। यहाँ 2 जना, हामी चाहिँ तलै गइन्छ अलिस। बाई आन्टी। अब फाइनली अब हामी पनि यता तल झर्छौँ, अरू पनि सबै तल जानुहुन्छ त्यसपछि। अनि अर्को वर्ष सबै यसरी नै भेट्ने। गाइजहरू फाइनली आउँदैछन्। सबैलाई बाई 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 बाई। फाइनली गाइज हामी चाहिँ घर आइसक्यौँ। धेरै थकाइ लागेको छ, घाम त छ नि, अझै देख्न सक्नुहुनेछ। अब फेरि अर्को ब्लगमा भेटौँला। थ्याङ्क यू फर वाचिङ, बाई।